एभ्रिवान गुड मर्निङ सबैलाई। अब चाहिँ हामी ड्युटी जानु लागेको रेडी भइसकेर यता हो सबै झार्यो ल्या जुत्ता लगाउनु छु हो। चाबी त्यही छोडी राखिदिनुहुन्छ। ला हेर्नुहोस् न सबै घोप्टाएर। चलो चलो यहाँ मेरो पतिदेव हिँड्नुहुँदैछ अगाडि हो। आज चाहिँ बाइकमा नजाउँ भनेको हिँडेरै जाउँ भनेर। त्यो ह्याङ्की त म बोक्छु नि। हुन्छ मेरो यहाँ सानो गार्डन हेर्नु। कतिको अल्छी लाग्छ होला है तपाईँलाई अब हिँड्दै जानु। कहिले पुग्छ जस्तो हुन्छ होला हो। अब सधैँ बाइकमा जान्थ्यो, आज चाहिँ मैले नै हिँडेर जाउँ भनेको। कति पनि बाइकमा हिँड्नु है। यता हेर्दै बोल्नुहोस् न कस्तो भएको हो नि। बाइक चाहिँ यहीँ छ। अब हामी चाहिँ हिँड्दै जाने। अब अरू केही छैन कि यो भिडियो बनाउँदाखेरि चाहिँ आफ्नै बुढीसँग पनि बोल्नु शरम लाग्दो रहेछ हौ। ए त्यस्तो पनि हुन्छ है। हुँदो रहेछ नि त, हुँदो रहेछ। बिचरा कोमा 1-2 रुपियाँ छैन? 20 रुपियाँ छ होला हौ। 20 रुपियाँ छ भने पठाउँ बिचरा। कोमा कहाँ जानु भएको? म तेरो मैले गएको। किन जानु भएको? प्रेसर नाप्दै दबाई ल्याउनु किन्नु। ए जहिले प्रेसर नाप्छ त कोमा त। अन्त नुन चर्को अलिकति भइदियो भने पनि प्रेसरै बढ्छ नि त खोर्सानी। अन्त त्यस्तोहरू अनि रक्सीहरू सबै बार्नु भएको छ? ट्याक्टु 10 महिना भयो। ए खानु भएको छैन? दबाई किन्नुपर्छ आफू। हजुर त्यही त नि, पहिलाको जस्तो छैन रहेछ। कोमा अलिक आजकल त निकै रक्सी खानु छोड्नु भएछ, राम्रो भएछ। होइन बेसी 10 महिना पुरी हुनु आँट्यो। दबाई खानु हुँदैछ कन्टिन्यू? दबाई बिहान बिहानको दबाई। तर अलि हातमा त पैसा कति भयो कि दबाई किनेर आउने नि। अब हेर्छु है त्यहाँ मेरोमा पैसा छ कि छैन। पर्दैन दिने आन्टी अङ्कल। होइन हामी त आन्टी अङ्कल होइन नि। होइन रो पनि। ए यो लगेर हुन्छ लानुहोस् न 10 ल रुपियाँ। ल म थप्छु नि। ए थप्छु दबाई किनेर खानुहोस् न ल। ल थप्दै हुन्छ जानु। ल कति हो तपाईँहरूको? हुन्छ। अस्ति पनि प्रेसर नाप्नु गएको भन्दै थियो। के मजाले फुल आएछ फुल हेर्नु नि। सला माथिको हिजो कल गर्ने यही माथिको कुकुरको उयो हो विमल दाजुको भएको। यहाँ माथिको मतलब उयो घर छ नि ऊ माथिको घर त्यसको माथिल्लोपट्टिको। मेरो चाहिँ मिसकन्सेप्सन के भयो भन्दा चाहिँ शिशिर दाजुको चाहिँ भाउजू होला भनेर सोचेँ। होइन हजुर आज 11 नम्बरमै। आउँदै रहेछ नि आज यिनीहरू नगएको हो के हिपा त। तिमीहरू नजाने हिपा त भ्याक्सिनमा नजाने हिपा त। दवा हिपातल गएन गयो।
ढुङ्गे चाहिँ को जान्छ ढुङ्गे जान्छ ए ढुङ्गे जान्छ तपाईँले ढुङ्गे पुगेर चाहिँ त्यहाँबाट सिस्ने आउँछ सिस्ने आउनु नि सिस्ने निस्किनु नि हामी सिस्ने निस्किन्छौँ ल समाधान दाजु अब चाहिँ अफिस आइपुग्यौँ हामीहरू दुईजना मात्रै तिनजना हेलो गुड मर्निङ के भन्नुभएको हामी चाहिँ यहाँनिर बिसाइरहेको छ भ्याक्सिनमा गएको यता पनि छ दुईजना आफ्नो आफ्नो फोनमा छ धुनमा हो यता खोइ उसकै कुरा गर्दैछ के हो पिला सोध्दैछ छैन यादै छैन अब कहिले हो के चेप्नु लाग्यो हसी पार्नु छ हौ यो चाहिँ अब लाइकहरु पुरा आउँछ है नि आइतरासलाई मैले को देखाउनु भनेको अहिलेदेखि भनेको होइन हो फोनै हेरिरहेछ उसकोमा चाहिँ फेरि गाइस केटीकै मात्रै आउँछ है पुरा भिडियो चाहिँ साइर पनि हामीहरू लागेको गङ्गा भाउजू कसरी तर्स्यो अरे कालो गाईसँग भाइ फेरि भन्नु त हामी चाहिँ अब यहाँ माछा ट्याङ्कीमा आइपुगेको छौँ हेर्नुहोस् माछा ट्याङ्की माछाहरू हेर्नुहुँदैछ माछा आमा के बेसी हेर्न यहाँनिर बिट्टी टिटी हो र होइन यहाँ तलपट्टि त त्यस्तो छैन त पुरा छ हेर्नुहोस् त गाइस माछा बच्चा रहेछ यहाँ चाहिँ घाम ताप्नु निक्लेको ल हातमा यसरी पक्रिएन भाइ अहिले माथिबाट ढुङ्गाले दिएको छ होइन यसो गर्दा त के पनि हुन्थेन नि मारेन भने चाहिँ यहाँ हेर्नु नि ऊ भ्याएको त आउनु पऱ्यो नि यहाँ रहेछ एउटा दुईटा रहेछ हुन्छ सब्जी रोप्नु लागि मल ओसारेको रहेछ कस्तो दामी हेर्नु नि चुला पनि भेडा अरे आमा कति पुगेको यो भेडा